बवाल छ यार रिसोर्टहरू एउटा ढक्क होइन आमा यस्तो बवाल छ अरे केटा हो भाग्यमानी रहेछस् मेरो भिडियोबाट भयो नि हेर्नु पाएको छ बवाल छ बवाल छ केटा हौ घुम्न चाहिँ एकचोटि रोमानियासँग यहाँ आएछ यो त यसमा त टक्क होइन बाइक राइड हान्नु पर्ने कि क्या मजा हान्नु बाइक राइड हान्नु नि हुँदै केटा हो के गर्ने यसरी भ्लग बनाउँदै हेलो गाइस वेलकम टु माई न्यू भ्लग गाइस के छ अनि हल्ली चल्ली हामी चाहिँ आज धडक्क होइन बुकारेस्ट भन्न आयो रोमानियाको प्रासमा टक्क घुम्न आइदिएको बवाल छ केटा हौ घुम्न चाहिँ एकचोटि रोमानियासँग यहाँ आएछ केटा भ्यू भ्यू कस्तो दामी छ भ्यू बवाल रोमानियाको ब्रासो घुमिरहेको छ औ बवाल छ यो त यसमा त टक्क होइन बाइक राइड हान्नु पर्ने कि क्या मजा हान्नु बाइक राइड हान्नु नि हुँदै केटा हो के गर्ने यसरी भ्लग बनाउँदै केटाहरू यहाँ फोटोसोटो खिचिरहेछ बवाल बवाल ठाउँहरू छ म देखाउँछु भने देखाउँछु हेर्दै गर हेर्दै गर बवाल छ यार रिसोर्टहरू एउटा ढक्क होइन आमा कस्तो बवाल छ अरे केटा हो भाग्यमानी रहेछस् मेरो भिडियोबाट भयो नि हेर्नु पाएको छ गाइस बवाल भ्यूहरू छ यस्तो हेर केटा हो टक्क मजाले होइन यो हो कि बल्ल अहिले चाहिँ युरोप आए जस्तो फिल भयो है मलाई अहिले चाहिँ युरोप आए जस्तो फिल भयो मलाई केटा होइन बवाल छ यार बाटो हेर बाटो केटा हो बाटो त्यस्तै बवाल छ यार बाटो साटो हेरेर बवाल छ दिस इज द भ्यू गाइज फन पार्क यस्तो छ दामी फन पार्क गऱ्यो गइदिने फन पार्कतिर केटाहरू अघि कुदिरहेछ के खाँदै हिँडिरह होला म चाहिँ यसो भिडियो बनाउनु भनेर भिडियो बनाउनु लागेको होइन खतरा छ यार तर ठाउँ चाहिँ बवाल हो क्या हिँडाइजान यस्तो ठाउँमा राइड साइड गर्ने भिडियो बनाउनु मजा लाग्ने भनेको यस्तो ठाउँमा हो क्या बल्ल मजा हुन्छ कि यस्तो ठाउँमा भिडियोहरू बनाउनु क्या बवाल ठाउँहरू छ सिनहरू होटलहरू त्यस्तो बवाल छ खतरा छ प्याराग्लाइडिङ हुने रहेछ वहाँ माथि आकाशतिर उडिरहेको जस्तो देख्छु प्याराग्लाइडिङ
रहेछ होटेलहरू कस्तो खतरा होटेलहरू छ यार। तर भिडियोमा त्यस्तो खतरा देखिरहेको छैन कि जति रियल नेचुरल हेर्दाखेरि मजा लागिरहेछ त्यस्तो बवाल देखेको भए त यहाँ यो टुर चाहिँ हान्नै पर्ने टुर हो। बवाल छ भिडियोमा चाहिँ त्यस्तो भएन कि साइक्लिङ त्यस्तो बवाल सिन छ सिन। यो भ्यू मजा देखिने रहेछ। प्याराग्लाइडिङ हानिदिनुपर्छ क्या हो गएर तर मलाई त उडाउँछ होला यार कहाँ पुऱ्याउँछ होला यार। यो चाहिँ के हो